one is Manila. No, this is Banjang. खतरा चल्ने रहेछ किन भन्दाखेरि नाम्ची बजारमा किन्ने होइन गाडी रोकेर हो स्मार्ट सिटी सर कन्फ्युज हुन्छ म त यहाँ घुमेर चाहिँ यताबाट घुम्नुपर्छ यहाँ लो अब यहाँ चाहिँ यता होइन त्यहाँ एउटै अब यता चाहिँ न्यू लाइट एकाडेमी यहाँ चाहिँ कामराङ कलेज कलेजसम्म मात्रै आएको जस्तो देख्छ नि बाटो रोड चाहिँ सिधै भित्र गएर कलेज पुगिगयो यहाँबाट उकालो यो कलेजको कोलोनी सानो हो कि क्या हो है म सानो न सानो देख्छु होइन कत्रो छ हौ यो सानो हो कि क्या यहाँबाट हेर्दा सानो न सानो देख्छु कलेज भनेपछि एरिया त ठुलो हुनु पर्यो नि त सबै वेस्टको टुरिस्टहरू चाहिँ अब नाम्ची घुमायो यो बाटो कुद्दो रहेछ नाम्ची त मेन मेड ब्युटी मात्रै अन्त वेस्ट र नर्थ चाहिँ अब एकदम नेचुरल ब्युटी हो यो बाटो पनि पाइन्थेन है पहिला बाटो ब्लक हुन्छ यो बाटो होइन हौ यो ए हो ए ठुलै रहेछ नि भने यता पनि जाउँ त हिँड्दा म चिप्स खाने भनेको रहेछ नि छोरी चाहिँ बनाइ खाँदैछ लडी एप्पल मागेको मैले मागेको होइन खोइ मलाई पो दिँदैछ एकछिन म निकालिदिन्छु नि अब यहाँबाट राइट चाहिँ वक सिक्किम तपाईँले उता लगेर अब यताबाट चाहिँ किछु डुम्रा के हो जग्गाको नाम तल बिरदाङ पुल निस्किन्छ
अस्ति तिमीले उतै लगेर यहाँ त्यो थाप्दिहाल न एकछिन है। टर्निङमा पनि टर्निङ आउँछ जस्ट वेट बेबी वेट खै थ्याङ्क यू आउँछ भनेको होला एकछिन पनि हुँदैन अब ऊ बोले त ऊ बोले ऊ बेबी छु अगाडि आएर छु न हाइवे सलाला छ नि त हौ सलाला भेरी स्याड भयो नि त हौ अन्त भेरी स्याड ल यहीँ हो मार्था दिदीहरूको घर चाहिँ डेस्टिनेसन इज भेरी गुड अरू गाडीहरू त आउँदैन होला नि त्यही मसिया लड्छ है ए अप्ठ्यारो जग्गामा राखी पठाएछ सक्छ ए ल निस्कि बक्सिनुहोस् गाडी आइबक्सिनु हुँदैछ ल आएको 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 अची एकछिन हाती बस्दै गर्न कसले आउँछ त के साह्रो हो बहिनी चाहिँ हौ कहाँबाट चढ्यो हौ खतरा रहेछ त हौ अन्त स्पाइडर म्यान जस्तो रहेछ नि यहाँबाट चढेको अब है खतरा रहेछ है अहिले खान्छ यसले सुन्तला टिपेर एभरग्रिन सुन्तला हुन्छ हौ केही हुँदैन आमा हौ 5 त बजी पो गए ल आमा नान के भयो डरलाग्दो थाकेको जस्तो गरे त sao 아니 온다 ल छोड्नु हात छोड्नु ल खेल्नु chị
सुत्नु आछु लु हुँदैन यहाँबाट नै होइन अब कहाँ टिप्छ मरि फलायो टिप्नु नेने अथी नेने गरे आची मामा जी ल यहाँ बस्नु पाएको बहिनी त है खेलेको गर्थ्यो है के खेलेको बहिनी के हो बहिनी आउने भने ओके ल अब लोड्छ हौ लोड्यो नि तर यहाँ त अब किनकि बुढी देखे बुढी यहाँ सुत्छ अब यहाँनिर निकुङ दिया म निकुङ उसलाई त्यहीँ घुम्नु मन परेछ हेर न ए म फोटो खिचिदिने नि ए जय मसी या ओ नानी आइज यहाँ ओ जिउ गर यहाँ ओ खाली खेल्नु तर उता कहाँ हो मल्लीदेखि गेन्टोक अन्त चुरा हुँदैन चुरा बिल्डिङमा बस्यो र बाहिर निस्किँदा त हजुर खेल्नु पाउँदैन अन्त बाहिर पाउँदैन नि उयो चाहिँ अब सरकारीले अब यसलाई त दिनभरि यसो छोड्दिनँ भनेपछि उफ चिया पोख्छ है हजुर यहाँ चाहिँ अलिकति छैन त्यति छुकछुकी त्यो बिल्डिङभित्रै बसेर क्या त्यति कुद्दैन यताउता यो हाम्रो दिपकको पुरानहरू मिलाउनु पर्ने छ टुप्पी ए यो धुपेको हजुर त्यो मिलाउनु पर्छ नि नानी ओ ए डल्लो पछि त्यसरी मिलाउँदै लानुपर्छ कि तर कस्तो दामी आउँदो रहेछ यहाँ त जग्गा खुल्ला हो जग्गा यहाँ बाकुलो गाउँ हजुर बेसी बाकुलो साह्रै बाक्लो भयो म त घर त नि पल्ला राम्रो लाग्छ नि हजुर अब पहिला त ठिकै थियो पल्लो बारीमा त पल्ला छ नि हाम्रो बारीमा त कस्तो
सबैको घर छैन नि त्यस्तोमा चाहिँ बस्नु ठिक हुन्छ तर चिसनी जग्गा म त छोरालाई भन्छु नि बाख्रा सुँगुर चिसनी जग्गा भन्छ ए पानी छ त्यहाँ चाहिँ हजुर पानी उम्रिन्छ होला त्यहाँ चाहिँ पानी पनि पलाउँछ दामी जग्गा रहेछ नि त हौ चिसनी डिसेम्बरतिर त अबै सक्दैन चिसो यो घमेलामा बस्ने बानी भयो कि पापाहरू पनि जान्छ होला त्यो बचाउँछ त्यसो गर्नु हुँदैन ए यो सेवा हो आज हाम्रो पनि यहाँ चाम्चे आलुदम चाम्चे आएको का नि खै खै मलाई दिनु त्यो नाच बिजनेस मनी कलेक्सन यो फुल्यो भने दामी देख्थ्यो है नङ्गो भइहाल्यो नि फोटो खिचौँ न फुल पो सकेछ त जु यहाँबाट चाहिँ भिडियो भेनालाई साह्रो सुहाउँदो रहेछ दुईजनालाई नानी ठिक्कै नानी पनि सुतिदिएको यिनीहरू फुलिसकेछ नि तर भए पनि के हो यो त दानाको लागि रहेछ हौ होइन दाना फुलिसकेको रहेछ नि त पिङ्क क्लाइम्बर भन्दो रहेछ यसलाई चाहिँ है गेटको यसको सिजन रहेछ फेरि आऊ दामी फुल्ने रहेछ यो सब फुलिसकेछ नि यो दामी देख्ने रहेछ अब हौ ल आऊ है सुतिदियो त द फेरी विनी के दामी फुलेको ए कामराङको है के दामी रहेछ आमामा यसको नाम चाहिँ के रहेछ
आमामामामामा त्यहाँनिर आमामामामामामा यस्तो दामी निस्क्यो त अन्त आमामामामा सिङ्गर रहेछ त सिङ्गर खुट्टादेखि बहिनी ब्याकपट्टि बहिनी यता यो राम्रो फुल रहेछ त है पैसा कमाउने यो राम्रो छ खिच्ने तिमी खिच न यो कलर कस्तो राम्रो छ रेडी कता खिच्दिनु ल हे अम्मा मामा ए अम्मा ओह केटाकेटी नै पछ्याउँदैछ त्यसले आइज यता यता फुलेको छैन छ न यो फोटो दामी हुन्छ नि छेउमा उम्म लैजाऊ न तपाईँ पनि दुईजनै अन्त आई ए बसेको भयो बस्नु भन्दा बस्दैछ लहर चाहिँ हुन्थ्यो गुलाबको काँडा पो समाउँदैछ ल आमामा कत्रो कत्रो सेरी नाग्दै आउँदैछ आची आची आइज 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 मामा 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 ल हजुर सबसे लास्ट डाँडाहरू चाहिँ ए परबिङ त्यो रोड देख्दै गरेको चाहिँ त्यहाँबाट उभोको डाँडाहरू चाहिँ परबिङ डाँडाहरू रोड देख्दै गरेको चाहिँ त्यो बिकमतहरू नामथाङ भाया ए पासिङ हो त्यो अन्त भ्यू पोइन्ट हो टुगा टुगा के साह्रो मिलिमिल्यो आइयो आइए त्यस्तो त पाइन नि त्यस्तो त ए यसो गर्दै आइज
खै यसो पोइ चरा राख्ने जग्गाहरू पनि बनाएको रहेछ सनी स्काई यता भन्छ रेस्टुरेन्ट के गर्दैछ हौ यहाँ चाहिँ ल ए भुइँमै पो ल्याने सफै छ खतरै छ त अन्त आम्मा के हो यस्तो हेट रोज गार्डन सोलोफुक कहाँनिर राख्नु ए छोड दे त्यसलाई भिडियोमा त पेपर ग्लास छैन रहेछ आनो पेपर ग्लास पेपर ग्लास होला त्यहीँ गएर खाउँ होइन मोमो नखाउँ है खानु त एक प्लेट चाहिँ लगाइदिउँ त्यसो भए खायो मोमो दामी चिया कस्तो रहेछ चिया अटल सेतु ब्रिज बेलुकाको भ्यू कस्तो दामी